Hello guys, welcome back to my YouTube channel. हामी जाँदैछौँ आज घुम्न सबै फ्यामिली मिलेर यतातिर हुनुहुन्छ बुवा हाम्रो बुवा सबै हुनुहुन्छ हामी जाँदैछौँ हामी जाँदैछौँ घुम्न अब सबै परिवार मिलेर यताउता अब अझै ल्याउने बाँकी छ आमाहरुबाट अनि माइजू आइसक्नु भएको छ यता बुवा आइसक्नु भएको छ अनि आमाको आउने भएन आमा अन्त अरू ठाउँ घुम्न जानु भयो ठ्याक्कै यही टाइम मिलेर आउने भएन अनि हामी जति छौँ त्यति जाँदैछौँ होइन बुवा कहाँ जाला हामी जान्छौँ कोठियाघाट टिकापुर त्यसपछि कर्णालीको कर्णाली पहिला बागेश्वरीमा जान्छौँ जान्छौँ होइन हेरौँ कता जान्छौँ सबै भिडियो बनाउँछौँ ल्याउन बाजेलाई माइजूहरूलाई अनि ल्याएर हामी जान्छौँ हामी घुम्न जानलाई अब सबैजना भएर घुम्न जाँदैछौँ यहाँ पछाडि टोलीहरू बसेका छन् ल हामी घुम्न जाँदैछौँ है गाइस बाजेले कता जाने केही थाहा पाउनु पाएन मैले थाहा पाएन कहाँ लग्ला मलाई बसालिनु भन्नुहुन्छ अब जाम हेर्दै जाम कता कता गइन्छ माइजूहरू पछाडि बस्नु किन अब गाइस हामी चाहिँ पकौडा र समोसा राख्दैछौँ अनि समोसा पकौडी राख्छौँ अब भिडियो चाहिँ हाम्रो लामो हुन्छ होला कति दिनको हुन्छ कता कता जान्छ थाहा छैन हामीलाई भिडियो चाहिँ लास्टै लामो हुन्छ अनि 1 दिन 2 दिन 3 दिन 3-4 दिनको लागि चाहिँ मैले भ्लग बनाउँछु होला अब लेट्स कस्तो बनाउँछु कहाँ जान्छन् के गर्छौँ भनेर हजुर कति भयो अङ्कल गाइस राप्ती नदी हाम्रो नेपालको राप्ती नदीको मेन पुल हो यो गाइस हामी नेपालगञ्ज आइसक्यौँ अब नेपालगञ्ज जाने हो त्यही भएर म एउटा घर देखाउँछु हजुरहरूलाई नेपालगञ्ज भाइरल छ तपाईँहरू त हेर्दैको न नेपालगञ्ज एउटा भाइरल घर छ पुरै यस्तो खतरा घर छ यस्तो खतरा घर छ त्यो घरको जति तारिफ गरे पनि कम छ त्यो घरको त्यो घर बनाउने इन्जिनियरलाई त 100 तपको सलामी त्यो घर बनाउनेलाई अनि त्यो घरको जग्गा कति थियो होला यस्तो राम्रो घर बन्यो भनेर म छक्क परेको छु त्यो घर म देखाउन गइरहेको छु हेर्नुहोस् गाइज यो हो नेपालगञ्जको भाइरल घर यो घर यति खतरा छ भन्ने कुरा म भन्न पनि सक्दैन यो घरको ढोका कहाँनिर त्यो ढोकाबाट मान्छे छिर्छन् कसरी होला अनि मान्छे छिरेर पनि त्यो बेड कहाँ राख्छन् होला सुत्छन् कहाँ टोइलेट कतातिर छ त्यो घर देखेर छक्क पर्छन् हामी सधैँ त्यहाँ गएर हेर्ने हाँस्ने यही हो अनि हामी यो न्यु इयर भयो होइन सधैँ आइरहेको बाटो हो यो आइरहेको हिँडिरहेको यत्रो वर्ष 25 वर्षदेखि हामी नेपालगञ्जमै छौँ अनि बुवा 25 वर्ष बस्नु भएको होइन म जन्मिनुभन्दा अगाडिदेखि तर पनि अब उता पहिला जाने बेलामा घुमौँ मन्दिर पसेर जाऊँ होइन बागेश्वरी सबै मम्मीहरू माइजू हजुरबा बुवाहरू सबैलाई लगेर जाऊँ भनेर यहाँबाट पसेर जाँदैछौँ कस्तो लाग्यो त भाइरल घर त्यो घरमा सुत्छन् कसरी होला त्यहाँको मान्छे बेड कसरी हटाउँछ देख्नु भएको थियो पहिला यो त्यो घर देख्नु भएको थियो भने याद गर्नु भएको थिएन होला त्यो त कसैले याद गरे आउँदैन नि त्यो घर अनि अचम्मको त्यो गरेर सुत्दा पनि कसरी बस्दा पनि कसरी राम्रो गरेर यहाँ त कत्रो लफरा पर्यो यो मन्दिरको लागि मन्दिरको शिवजीको मूर्ति छ नि बिचको त्यो मूर्ति नै फेर्दै रहेछन् भगवानै अर्कै शिवजीको मुख जस्तो पनि नै के अनि पुरै लफरा भएको थियो अहिले राम्रो बनाखा अरे हेर जाम आउनु बुवा कहाँ जानु अरे बागेश्वरी मन्दिरमा आइसक्यौँ हामीहरू अब यसो दर्शन ससन गरेर निस्किन्छ मन्दिर घुमेर हामी यहाँ बुवाले भिडियो बनाएर कहाँ आयो भन्नुहुन्छ हामी मन्दिर आएर पूजा गरिसक्यौँ अब जान्छौँ जाऊँ अब अङ्कल राति आउनु होला खाना खाँदैछौँ गाइस हामी अहिले बर्दियाको कोठियाघाट बर्दियामा त पर्छ होइन बर्दियाको कोठियाघाट पुलमा नेपालकै सबैभन्दा लामो पुल नम्बर 1 मा पुल हो यो नेपालकै सबैभन्दा नम्बर 1 मा छ पहिले दोस्रोमा थियो अहिले चाहिँ नम्बर 1 मा भइसकेको छ नम्बर 1 मा भएको पुल चाहिँ कोठियाघाट हो अहिले चाहिँ आइसकेको थियो हामी यहाँ पहिले नै
देखाउँदैन हजुरलाई देखाउँदैन किन देखाउँदैन हजुर अनि नेपालकै अहिले नम्बर 1 मा छ अनि यो चाहिँ पहिले हामी कति वर्ष अगाडि 3-4 वर्ष अगाडि आथ्यौँ बुवा र म यसमा होइन अनि 3-4 वर्ष अगाडि चाहिँ यस्तो झन्डाहरू यो थिएन फुल चल्थ्यो सुरुमा हामी नेपालमा बस्ने बेला आथ्यौँ अहिले बुवाले उता भनिदिनु चाहिँ यस्तो यस्तो भनेर बुवालाई थाहा छ सुरुदेखि यो जहिलेदेखि बन्न लाग्यो त्यहिलेदेखि बुवालाई थाहा छ हजुर आउँदै हुनुहुन्छ यो पुल बन्न लागेदेखि थाहा पाउँदा चाहिँ नि बुवा यहाँ कहिले बनाएको के हो भनेर तपाईँले बुवाले थाहा पाउनुपर्छ सबै कहिले बनायो के बनायो भन्दै आएको थियो यहाँ हामी बिर्सेर नानी भन्नुहुन्छ हामी पहिला आएको थियौँ नि तपाईँहरू म बाइकमा त्यति बेलामा झन्डा सन्डा केही थिएन नि पुल मात्र थियो अहिले त नम्बर 1 मा भएछ नि यो पुल नेपालकै दोस्रोमा थियो अरे अहिले पहिलोमा भयो नि सबभन्दा लामो पुल गाइस यहाँ लेखा छ निर्मित कर्णाली नदी कति सालमा बनाएको भर्खरै हो भर्खर हो कि हामी आए बेला भर्खर बनाएको थिएन यस्तो राम्रो छ गाइस अब हामी फोटो खिच्छौँ कर्णाली पनि सबै गाई जस्तो राम्रो छ नदी हो नि त अनि नदीमा त आइनै खाल्छ फोटो खिच्दै भनेर निस्कियो एउटा फोटो पनि राम्रो आएन यस्तो कालो फोटो आयो भिडियो पनि यति कालो आयो किनकि अहिले यस्तो लास्टै टु मच गर्मी छ त्यही भएर होला एउटा पनि राम्रो आएन कैलाली पुग्यौँ भने राम्रो आओस् भगवान् तर यो झन्डा गाडेर पनि कस्तो राम्रो देखिएको छ नि झन् झन्डाले पनि राम्रो पहिला थिएन कस्तो राम्रो देखिएको थियो कैलालीको धान टिकापुरको भन्नु कैलाली टिकापुरका धानका बाला लहै लहै अहिले त धान जहाँ पनि लहै लहै छ तर यिनी बाख्रालाई कस्तो राम्रो लाग्यो मल लाग्यो यो मल नहाले धान हो त यो कोही जेपी हाल्छन् कोही हाल्ने हुन्छ मल हाल्नुहुन्छ मल नहालेर हुन्न सुपर युरिया हाल्न लागिरहेछ बाजेले मल हालिहाल्छ आजकल भन्नु त भन्नुहुन्थ्यो त्यो राजापुर भन्दा धान यहाँ छ त राम्रो यिनीहरूले हाल्दा पहिला अब हाल्न लाग्यो हालेर लाँदा हजुर डबल बाटो फोर लाइनको बाटोबाट आउँदैछ कैलाली टिकापुरमा त गराउने त टिकापुर त उसको बखानै छ के अरे केराको नि बुवा केराबारीको त्यो पार्कमा के पत्ता हो केराबारी बखान भन्ने के छ है केराको घाँस लाग्छ कहिले टिकापुरमा के केराको चिप्स केराको बिस्कुट केराको सबै पाइने ठाउँ छ के टिकापुरमा पार्कमा नै मुनिलो हालेको केरा सबै केराको सबै बनायो क्या काँचै केरामा बनाएको छ क्या हामी गाइस टिकापुर पार्कमा गाडी पार्किङ गरेपछि हामी हुन्छौँ आइसक्यो स्टार्टको फुल यस्तो छ पछि जानुपर्ने रहेछ
हामी अब पार्क फोटो सटो खिचेर घुमेर यसो घुम्दैछौँ के छ भनेर टिकट आहा ओइ यहाँ त यस्तो रहेछ ओइ मलाई थाहा थिएन यस्तो रहेछ साथीहरू यहाँ त हेर त बोर्ड गर्छन् होला यहाँ चढेर बसेर टक्क लाएर वहाँबाट गएर सर कताबाट जान्छन् यहाँ यस्तो रहेछ थाहै पाएको थिएन यस्तो हुन्छ भनेर त्यति टिकापुर पार्कमा त्यो भन्ने माथि तर यो आजभोलि बर्खा भएर खोला लाग्यो भएर भयो होला न त बर्खा सुक्या बेला त हुँदैन होला तर बर्खा बारी मास हुन्छ होला हेर कस्तो राम्रो हुन्छ जाने मम्मी माइजू हामीलाई के भएको उनीहरू जाऊ त्यही खेल्न जाऊ भने मान्दैनन् के भयो भने यस्तो जानुहोस् के किन दिगाउँछ कस्तो मजा आउँछ गर्ने जाने म त किन खेलिरहेको छु समुद्रमा कति खेलाएको छु कति खेलाएको छु बुवा गयो भिडियो सुट भइरह खतरनाक भिडियो सुट यस्तै गरी हो ल जानुहोस् कि तपाईँ जानुहोस् पहिला ल बना कहाँ जाने फुल गर्न कहाँ गयो गर्नु बुवाको फोटो खिच्ने पोज बया दाँत किन त दाँत दिँदै लुगाउनुहोस् दाँत देखाउने दाँत नआउने अब अरूका खिच्दै कर्णाली पुल आउनु लागिसक्यो यहाँबाट बगाइदिने कतापट्टि पुरै हिँबाट हाम खाइहाल्दै एउटा यस्तो हुन्छ यहाँ चाहिँ अनि हामी जाँदैछ हिँडेर अनि सनसेट हुँदा त्यस्तो गाई चाहिँ यो कर्णाली म कहिले 4-5 वर्ष अगाडि आएको थिएँ साथीहरूसँग अनि उता पारि कता बसेर गुखा थियौँ तपाईँहरू नि मम्मीहरूले उता पारि गएर फोटो खिचेर फोटो दुलाउनु भएको थियो उता पारि त्यहाँ तलतिर अनि हामी मेरो साथीहरू म गएर फेरि उता पारि गएर उ गएको थियौँ के पिकनिक खाएको थियौँ उता पारि अनि भुइँमा म्याट ल्याएर बिछाएर गएको थियौँ खाएको कस्तो त्यो याद आयो क्या पहिलेको अनि पछि खिचौँ ल अब हामी यहाँ फोटो खिचेर टिकटक बनाएर घुमेर हेरेर वारिपारि सबै घुमेर अब फर्किन लागिसक्यौँ अब जान्छौँ हामी दाङ है अनि भिडियो कहिले आउँछ के आउँछ कसो आउँछ थाहा छैन आउँछ बिस्तारै अलिअलि गरेर हल्का गर्दै फर्किन होला अवस्था यस्तो भइसक्यो गम्भीर सिन्कामा सिन्कामा अहिले बेरे जस्तो बेर परिहाल्छ होइन नगर्ने अरे सिसा बन्द नगर्ने अरे बरु यही बेर बाह्र बिहान अरे मलाई झगडा परे यही सिसा बन्द नगर्ने पनि भइजान्छ कि किन हुँदो र हुन्न सबै पाल्नु यस्तो गर यसले बेच्न बाहिरबाट टोपी लगाउँछ सिसा पनि नखोल्ने फेरि बन्द नगर्ने चिसो हुन्छ पनि रुगा लाग्छ अनि सिगाउनु एन्टिबायोटिक दुलाइनी जस्तो कि त सिसा लाउनु पऱ्यो गप्प किन तातो बस्नु परेन कानको त अघि
घर आयौँ हामी आज घर आइसक्यौँ